टर्नेल हो यो ठिक छ कति लम्बाइ हो त हेरौँ है त यो झन् सबभन्दा लामोमै पर्दो रहेछ बब्बाल छ नि त यस्तोलाई चाहिँ वाइड एङ्गलबाट खिच्ने के हो भन्नुहोस् फेरि सुरुङ मार्ग आउँदैछ है पनि एउटा आउने एउटा जाने ल हेर्नुहोस् त यो झन् सबभन्दा धेरै रहेछ नि त 2810 सबभन्दा लामो 2810 भनेको पार गर्नलाई 2 मिनेट लाग्छ
कति बोलेको यो केटी यार छ्या लगभग 3 मिनट लाग्यो कति मजाको डाँडा होइन हाम्रो चाहिँ अब अहिले त्यो डाँडा चिरेर हिँड्ला छ भने ठिक है एकदम डाँडै छिरेर हिँड्दैछु हामी डाँडै छिर्दै बाटाकीतिर लाग्दैछौँ हाम्रो घुम्न जाने मान्छेहरू सबै निधाएर पढिसक्यो बिहान बिहानै ओके यो चट्ट लाएर है यहाँ त पिलपिल बल्छ त नि यो सिस्टम नमिलेर चाहिँ पिलपिल बलिरहँदो रहेछ यहाँ नि बलिरहेको यहाँ त अर्कै सिस्टम यो कसरी बनाउने होला नि के कुरा काफी राते रहेछ भाइ कफी राते खाने हो नखाने भित्र जाम होइन यो टोइलेट हो टोइलेट नजाम एकछिन यो खाना खाने ठाउँ हो अरूले खाएको हेर्ने त होइन अब हाइवेमा पनि यस्तो खानेकुराहरू पाइन्छ ल यता ए टेम्पुराहरू रहेछ भाइ टेम्पुरा रहेछ टेम्पुरा के खाने भाइ नखाने रामेन खाने कि निको उदन सोबा निको उदन सोबा अब हामीले यहाँ खाइन्न होला होइन त्यति धेरै टाइम पनि छैन तर पिछा भयो कफी सफी खानु अनि फर्क्यौँ है त के कसो है ल त्यही गरौँ अब होइन टाइम पनि छैन ल ओके ल त म अहिलेलाई यो भिडियो यहीँ बन्द गरेँ कहिले जाँदैछौँ कहिले लानु मिल्दैन ग्यास फाल्यो त्यसले चाहिँ सासूमाईमा उस्तो पायो क्या भाइ याकी पोन हो याकी पोन भन्नाले यो उसके हाम्रो नेपालतिर हुन्छ नि कटुस भन्छ नि कटुस जस्तै पोलेको कटुस पोलेको हुन्छ होला कटुस पोलेको यो त अगाडिको चाहिँ गल्फ स्पोर्ट हो गल्फ स्पोर्ट गल्फ खेलिरहेको छ बुढाहरू पैसावाला मात्रै खेल्ने ठाउँ हो त्यो चाहिँ अलिकति डाँडै रहेछ नि त नि मिलाएर पैसावाला मात्रै जान्छ त्यहाँ नभए हामी
हजुर ट्याक्क है बस्ने ठाउँ ब्रेक टाइम है ब्रेक टाइम है ब्रेक टाइम लेट्स टी हेर्नुहोस् गाडीको गाडी गयो है ल ओके ल ल ल हामी अब ब्रेकमा जाउँ है ल ओके ल म पनि यताबाट छिर्ने भएँ एउटा लगाएर ल है यसलाई के पुल भन्छ त यसलाई बत्ती बल्नु कारण चाहिँ के हो र नाकागावा पर्यो के 88 हो यो 600 रुपियाँ हाम्रो चाहिँ बाइकको चाहिँ 300 यो ठुलो गाडी ओकीको 88 हो नि हो बगैँचा कहीं गाइड तेना दे बहुत सामने कतार जाने तेना उता जाने हो नि हामी उता जान मिल्दैन होला नि मिल्दैन भने भन्छ मिलाइहाल्छौँ त्यहाँ मिल्दैन Come on. ल के हेर्ने भनेको ल तिमीहरू लिएर भाइ कस्तो लाग्छ ठिक छ अलिकति घर त छिटो छ है वेल छिटो छ अब म पनि फर्स्ट टाइम हो हावा चाहिँ मजाले छिटो एउटा चाहिँ खोलिदियो है त्यसलाई फेरि छतासिङै भिउरे ल फुलहरू फुलेको बगैँचा हामी भित्र जाँदैछौँ है यसो फोटो खिच्दैन न हामी भाइ हामी फोटो खिचेर के सल्लाहगरी हाम्रो यो जापानको सल्लाहघारी पनि भाइ यार एकदम सफा है होइन सल्लाह होइन पुग्यो अनि सल्लाहको यो खुट्टा देख्यो पुग्नु म्याप हो यी फुलहरू फुल होइन राम्रो
खसालेको टिप्नु पर्यो यो के फुल यस्तो के यस्तो फुल कस्तो फुल हेर्नु त छैन छैन के कस्तो अचम्मको यो अचम्मको फुल दिएँ मैले पनि यो सेतो मलाई दिएँ फेरि त्यो एउटा कलर रहेछ ए त घुमेरै नसकेको रहेछ फुल बिस्तारै यो चाहिँ अचम्मको फुल चाहिँ हो अचम्मको यो फुल चाहिँ तल किन के होला नि चल घ्याउ मात्रै मचुरा खुलाउनु पर्यो नि बिचरा बच्चाहरूलाई कि हेर्नु है कि कसलाई बिचरालाई दिसाको काम देखिन्छ पुग्यो चाहिँ अलि माथि आएर आउँदाखेरि राम्रो हुन्छ क्या बरु राम्रोसँग फुल पनि राम्रोसँग नफुलेर होइन न हजुर फोटो हाने नि त पुरा यो मान्छेहरू के खोज्न हिँडेको भाइ
अब यो ए एकैचोटि जडङ्गै जडङ्गै हाने होइन मैले यस्तो ठिक लाग्छ हजुरलाई